मेरो अस्ति फिल्मको प्रचार प्रसारकोमा हामीले एउटा कार्यक्रम गरेका थियौँ कमेडी सो सीताजी नै हुनुहुन्थ्यो त्यहाँ मेरो छोराले मैले रोस्ट हान्यो मेरो बाबा पाँच पाण्डव भन्ने फिल्ममा भीम अरे अनि हाँसे सबैजना अनि बिचरा दुर्योधनले नि भन्छ तँ भीम तँलाई मैले मार्नु कठैबाट मेरो जीवन भनेर उसले मलाई जोग हान्यो म भीम भनेपछि कति रमाइलो होला त म एकदम खुसी छु र पाँच पाण्डवको सुटिङ विविध कारणले अलिक एकदमै धेरै खर्चालु पनि थियो धेरै कलाकार भएको हुनाले अलिक टाइम लागेको थियो तर आजभोलि चाहिँ यसो सम्झँदा हेर पाँच पाण्डवको सुटिङ हुँदा सधैँ हेर्दालाई भेटिरहनु पाउँथेँ सबैलाई भेटिरहनु पाउँथेँ बरु भइदिएर भयो नि जस्तो अहिले चाहिँ म यतिखेर चाहिँ अब दिपा दिदीलाई मिस गरिरहेको छु किनभने मेरो जोडी दिपा दिदी हो दिपा दिदी स्वास्थ्य लाभ गरिरहनु भएको छ आज जोडी भनिरहँदा त दिदी नभन्न पर्छ कि चाँडै नै डबिङमा चाहिँ आउनुहुन्छ मैले हिजो अस्ति कुरा पनि गरेको थिएँ अब डबिङ सुरु हुँदै रहेछ अब तपाईँ चाहिँ लास्टमा गर्नु भनेर भनेको छु त्यही हो सबैलाई धेरै धेरै धन्यवाद रमाइलो भयो युवाजीसँग काम गरियो सबभन्दा पहिलो मेरो स्क्रिन सेयर मैले हरिदाईसँग गर्न पाएँ त्यही नै हो झापाको गर्मी सेयर गरिदिनु धन्यवाद झापाको गर्मी अनि नरिवल पानी हाम्रो नरिवल पानीको विशेषता छ त्यहाँ एकदम धेरै खाइयो राइटर के भन्नुहुन्छ कि नमस्कार सबैजनालाई हजुरहरू आइदिनु भयो त्यसको लागि धन्यवाद यो